हाई नमस्ते साथीहरू। हामी चाहिँ यहाँ बाहिर बजार निस्किएको, बजार हिँडेको हो बिजुली बालमा हट भएर के भाका यिनीहरू पट भएर पट भएर पट भएर पुरा दुवैजना त अब के गीत गाइरहनु है साथीहरू। अब यसो भिडियो बनाउँदै हिँड्न पर्यो नभरिकन है। फुलको गार्डन बनाउनु पर्यो। हामी चाहिँ कहाँ छौँ भन्दाखेरि कहाँ छौँ अरे प्यारी, यो कहाँ छौँ अरे हामी यो प्यारी भन्ने सिकेको छ कोही कोहीले चाहिँ ए फुस्रे भन्नु पनि कस्तो बिर्सिहाल्छौ। मेरो माइती घर फुस्रे र पनि के भएको, मेरो माइती घर चाहिँ फुस्रे है। यो सबै माइती घरको छिमेकीहरू सबै माइती घर जस्तै लाग्दो रहेछ हौ। माइती घरको छिमेकीहरू है सबै माइती घरै जस्तो लाग्दो रहेछ क्या। अनि हामी चाहिँ जाँदैछौँ तलतिर होइन। मेरो प्यारी सिस होइन, यता चाहिँ मेरो प्यारी डटर, अनि यता चाहिँ हामी हिँडिरहेको छौँ। भिडियो कि फोटो हामी दुईजनाको भिडियो त्यहाँ कन्टिन्यूमा राखेको छु मैले टाइमिङमा। अनि म चाहिँ सानो भिडियो बनाउँदैछु है। भयो त्यहाँदेखि अब भल बनाउने त ढङ्ग छैन, सानो ट्याम्पूले ठोक्देला रे। म च्याम्पू देख्दिनँ र त्यति साह्रो अन्धो नि कहाँ छु र हौ। अनि म चाहिँ अहिले भर्खरै आइपुगेँ मेरो कान्छी सिस्टरको घरमा आउँदैछु। अब उर्छु उसको फुलहरूमा यति राम्रो छ। बहिनीहरूले आउँदै पुरा पानी लगाउँछ। हेर्नु फुलहरू कस्तो राम्रो। यो त फुल त होइन पो त, सुगरको औषधि पो भन्छ त यसलाई त। कति राम्रो हेर त, यो त सुगरको औषधि पो भन्छ त। पुसपास गरेर म टोक्छु है। बिहान चाहिँ त्यसको स्वाद हुँदैन, दिउँसो चाहिँ टर्रो हुन्छ यो। यसले पनि आफ्नो टर्रो। अब म भित्र जाँदैछु मेरो कान्छी सिसको घरभित्र। उसको प्लान्टहरू हेर, प्लान्टहरू कस्तो राम्रै छ यतिको बिचरा। म चाहिँ भित्र जाँदैछु उसको घरभित्र। यसको प्लान्टहरू त राम्रो छ नि। यो कुन खालको, यो अर्किड हो कि के हो कि क्या हो। उसको घरभित्र हेर यस्तो छ। उसको घरभित्र पसे म, मेरो कान्छी सिसको घरभित्र पसे छिरे म। सुन्ने पो लाग्दो रहेछ हौ। कान्छी सिस घरमा छैन, बाहिरतिर यता बाहिर। हामी चाहिँ आछौँ मेरो साइली सिस के गर्दैछु। यस्तो भाडा त दामी हुन्छ क्या यो साइजमा। दामी हुन्छ अरे यस्तो खालको भाडा चाहिँ। यो साइजमा चाहिँ नि अब म चाहिँ निस्किँदैछु बहिनीको घरबाट। अब निस्किएर जाँदैछु चाहिँ म चाहिँ अब माइतीतिर। मेरो सिसको छोराहरू आउँदैछ, क्युटे ब्युटीहरू। सिसको छोराहरू आउँदैछ, मेरो क्युटे छोराहरू बल खेल्दैछ। उसको चाहिँ छोरा हो यो रातो लाउने। अनि त्यो उसको मम्मी चाहिँ माथि नै छ। रोडमा चाहिँ नि खेल्नु हुँदैन के, रोडमा चाहिँ खेल्नु हुँदैन के। कोही पनि बालबच्चाहरूले नि, किनभने एक्सिडेन्ट हुनसक्छ, गाडीहरू ब्रेक फेल भएर आइराखेको हुनसक्छ, दुर्घटना हुनसक्छ। म कति
कति म बाटोमा हिँड्दाखेरि बच्चाहरू हिँडिराखेको के म हिँडिराखेको बेला बच्चाहरू खेलिराखेका हुन्छन्। कति कोही बेला त स्कुटीमा के बालबच्चा र केटाकेटीहरू ठोक्किन पनि आउँछन् क्या। अनि धेरै दुर्घटना हुने सम्भावना हुन्छ। त्यही कारणले गर्दाखेरि बच्चाहरूलाई पनि मैले यो सबैको बच्चाहरूलाई पनि मैले यो सन्देश दिन आँटेको है। सल्लाह सुझाव सन्देश भन्दैछु। गर्मी भयो बोल्नु पनि सकिएन। खोइ भलाको कि भलको कि मेरो बहिनी के भन्छन् अहिले उता गाडी पनि हेर है भलकतिर होइन भलकतिर नजाउँ भलकतिर नजाउँ। नव आस्थापूर्ण जीवन केन्द्र ए भयो त्यत्रो मैले भने झन् खेल्दैछौ नखेला न त्यत्रो भन्दैछु म। सबैजनाको बेबीहरूलाई बच्चाहरूलाई मैले झन् त्यत्रो सजेसन दिएको झन् आफ्नै नानीहरू खेलिरहेछन् के भन्नु। खेल्नु हुँदैन क्या बाबु। ल जाँदैछु गाइड साथीहरू। कति राम्रो फुल नदेखिने मान्छेहरू पनि देखिँदैछ। कति राम्रो फुल माथि जानु अल्छी लागेर म चाहिँ आइपुगेँ साथीहरू माइती घरमा। अब यो चाहिँ मेरो माइती घरको आडु बखडा फल्दैछ। यो चाहिँ लिचीको बोट। यो चाहिँ सावर सुप भन्छ। सावर सुपको बोट रुख हो। यो चाहिँ घन्टी फुल। यो सदाबहार फुल। यो चाहिँ ड्र्यागन फ्रुट। कहिले फल्छ र खानु होला नि माइतीको ड्र्यागन फ्रुट। अनि त्यो